दर्शकवृन्द नमस्कार, स्वागत छ कार्यक्रम विकल्पमा। हिमालय टेलिभिजनमा प्रत्येक बुधबार बेलुका 9 बजे यो कार्यक्रम यहाँहरूले हेर्न सक्नुहुनेछ र कार्यक्रम विकल्पमा हामीले विभिन्न अल्पसंख्यक समुदायहरूको सवालहरूलाई, उनीहरूका हक अधिकार सम्बन्धी कुराहरूलाई उठाउने गर्दछौँ। आज पनि त्यस्तै किसिमका विषयवस्तु लिएर आएका छौँ। हेर्दै गर्नुहोला कार्यक्रम विकल्प। दर्शकवृन्द, महिला भन्ने बित्तिकै जननी, मायाकी खानी र सहनशील भन्ने हामी बुझ्दछौँ। विगतको तुलनामा अहिले धेरै महिलाहरूलाई धेरै किसिमका अधिकारहरू दिइसकेको अवस्था छ। तर पनि ग्रामीण क्षेत्रका महिलाहरू अझै पनि शोषित छन्, उनीहरू हिंसामा परिरहेका छन्। कार्यक्रम विकल्पमा एक रिपोर्ट। पचास भन्दा बढी भाषाहरू र सांस्कृतिक परम्पराहरू रहेको हाम्रो देश नेपाल एक बहुजातीय र बहुभाषिक राष्ट्र हो। मानव विकास सूचकाङ्क र लैङ्गिक विकास सूचकाङ्कको हिसाबले नेपाली महिलाहरू दक्षिण एसियाकै पुच्छरमा छन्। तथ्याङ्कले महिलाहरू आधा आकाश ढाके पनि अझ पनि लैङ्गिक विभेद हाम्रो समाजबाट हट्न सकिरहेको छैन। नेपालले महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन महासन्धिलाई 1991 मा अनुमोदन गर्यो। विक्रम सम्वत 1910 र 2007 को संविधानले महिलालाई समान अधिकार दिइसकेको छ। तर पनि महिला विरुद्ध भेदभाव अझै पनि विद्यमान छ। शिक्षा, स्वास्थ्य, रोजगारी, अधिकार जस्ता कुरामा यिनीहरू अझै पछाडि नै छन्। वृहत घरेलु जिम्मेवारी र परिवर्तनमा बन्देजको कारणले राजनीतिक, प्रशासनिक, निर्णय गर्ने पदहरूमा महिलाहरूको पहुँच एकदमै न्यून रहेको छ। यौन शोषण, बालबालिका बेचबिखन, जबरजस्ती वेश्यावृत्ति, देउकी, बादी, झुमा, दाइजो प्रथा तथा बोक्सी जस्ता कार्यमा महिलाहरू बाध्यात्मक रूपमा फसिरहेका छन्। रोजगारीमा यौन शोषण भइरहे तापनि धेरै महिलाहरू सामाजिक संरचनाको कारणले कतै उजुरी नगरिकन बसिरहेका छन्। लैङ्गिकताको आधारमा गरिने हिंसा शारीरिक, मानसिक, भावनात्मक रूपमा मात्र नभई संस्कृति र परम्पराको नाममा पनि गरिन्छ, जसमा बहुविवाह, बहुपति प्रथा, विधवा, बाल विवाह, दाइजोसँग सम्बन्धित हिंसा आदि पर्दछन्। एक तथ्याङ्कले प्रत्येक वर्ष 10 देखि 20 वर्ष उमेर समूहका 5000 देखि 7000 महिला र बालबालिकाको बेचबिखन हुने देखाएको छ। महिलाहरूलाई राजनीतिक क्षेत्रमा सन् 1996 को स्थानीय निर्वाचनको अध्यादेशले सबै प्रतिस्पर्धी दलहरूको निर्वाचन लड्नका लागि वडा स्तरको उम्मेद्वार हुनै पर्ने व्यवस्था गर्यो, जसका कारण सो निर्वाचनमा 1 लाख महिलाहरूले प्रतिस्पर्धा गरे। यसपछि यता महिलाहरूको स्थितिमा खासै सुधार आएको छैन। जनआन्दोलन 62-63 पछि भएको संविधान सभाको निर्वाचनमा महिलाहरूको संख्या 33% हुनै पर्ने व्यवस्था भयो। अहिले 601 सभासद मध्ये 33% महिलाहरूको संविधान सभामा उपस्थिति छ। यसबाट के प्रष्ट हुन्छ भने विगतको तुलनामा महिलाहरूको नेतृत्वदायी ठाउँमा उपस्थिति बढिरहेको छ। तर पनि सामाजिक संरचनाको कारण अझै पनि दूरदराजका महिलाहरू, त्यसमा पनि दलित समुदायका महिलाहरू पिछडिएका छन्। महिलाहरूले अनेक असमानताको शिकार भइरहनु परेको अवस्था छ। देशको कानुनले उनीहरूलाई भेदभाव गर्नु हुँदैन। सामाजिक तथा पितृसत्तात्मक मूल्य प्रणालीले तथा आर्थिक रूपमा संसाधनको पहुँचमा सीमा लगाई महिलाहरू विरुद्ध भेदभाव गर्नु हुँदैन। महिलाका विभिन्न अधिकारका कुरा कागजी रूपमा मात्र नभई व्यवहारिक रूपमा कार्यान्वयन हुनु आजको आवश्यकता हो। अनि मात्र महिला पुरुष बराबरी भन्ने नारा सफल हुन सक्छ। हो दर्शकवृन्द, 21औं शताब्दीमा आएर पनि विभेद, छुवाछुत,
शोषण जस्ता कुराहरू सुन्नु भनेको एकदमै लाजमर्दो कुरा हो। आजको कार्यक्रममा हामीले नेपाली महिलाहरूको विषयमा कुराकानी गर्न गइरहेका छौँ। हाम्रो स्टुडियोमा आज आउनुभएको छ महिला सभासद जनकुमारी चालिसे। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। नेपालभरि रहेका महिलाहरूलाई चित्रण गर्दाखेरि तपाईँ कसरी गर्नुहुन्छ? नेपालभरि रहेका महिलाहरूलाई चित्रण गर्दा मैले यो समाजलाई वर्गीय रूपमा विश्लेषण गर्ने गरेको छु र यो वर्गीय समाज हो। वर्गीय समाजमा महिलाहरू पनि वर्गीय रूपमै उनीहरूको उन्नति, प्रगति, अवन्नति त्यही हिसाबमा भएको छ। जस्तै नेपाल त अब हिमाल, पहाड, तराई विभिन्न भागमा विभाजन भएको छ। हजुर। र फरक फरक किसिमका महिलाहरू पनि छन् यहाँ। यी सबै महिलाहरूलाई एउटै स्थानमा राखेर एउटै क्याटेगोरीमा राखेर हेर्न सकिन्छ? सकिन्न। फरक छ। महिलाहरूका समस्या महिला भनेर मात्रै हुँदैन। महिलाहरूको बिचमा मैले अघि नै भने वर्ग छ अनि उनीहरूको धार्मिक, सांस्कृतिक, परम्परागत रूपमा भिन्नता छ। जस्तो उदाहरणको लागि केही समाजमा, कुनै कुनै समाजमा अझै पनि हामीले मातृसत्ताका अवशेषहरू भेट्न सक्छौँ। त्यहाँ महिलाहरू बढी स्वतन्त्र छन्। आर्थिक रूपमा जे भए पनि सामाजिक र सांस्कृतिक रूपमा उनीहरू स्वतन्त्र छन्। उनीहरूले आफ्नो घर परिवारको डिसिजन गर्न सक्छन्। आफ्नो बालबच्चाको लाई कस्तो बनाउने, के गर्ने, कसरी हुर्काउने भन्ने उनीहरूले आफैले डिसिजन गर्न सक्छन् भने केही समाज, हाम्रा समाजमा विशेष गरी हिन्दू धर्ममा आधारित र यो खस भन्छौँ हामी, ब्राह्मण, क्षेत्री, अब यो ठकुरी लगायतका जो हिन्दू धर्म पनि मान्छन् र ती परिवारमा चाहिँ नि, त्यो समुदायमा चाहिँ महिलाहरूमाथि सांस्कृतिक रूपमा पनि अलि बढी शोषण छ। जस्तै महिलाहरूको सवालहरू पनि फरक छ। त्यसो भए हजुर, एकदम फरक छ। सबैलाई एउटै स्थानमा राखेर नि हेर्न सकिँदैन भनेपछि यिनीहरूका समस्याहरू पनि फरक छन्। जस्तै कति महिलाका समस्या र सवालहरू चाहिँ समान छन्, कतिका चाहिँ फरक छन्। यसलाई कसरी हेर्न सकिन्छ? दुई किसिमले हेर्नुपर्छ। एउटा चाहिँ एउटा महिला भएर जन्मेकै आधारमा र राज्यले महिलाहरूलाई चाहे नागरिकताको सवालमा भन्नुहोस्, चाहे राजनीतिक अधिकार, भोट हाल्ने, मत दिनेदेखिको निर्वाचनमा चुन्ने अधिकारदेखिको सवालमा भन्नुहोस्, त्यो हेरेको दृष्टिकोणमा सबै महिलाहरू समान किसिमको पीडा भोगिरहेका छन्। त्यो कारणले समान किसिमले महिलाहरू पछि पारिएका छन्। शिक्षादेखिको हरेक क्षेत्रमा पछि पारिएका छन्। त्यो राज्यबाट पनि गाइडेड छ। कानुनले महिला र पुरुष बराबरी भने पनि हजुर, हाम्रो अलिकति मानसिक जुन सोच छ नि, यसले गरेर अझै पनि महिलाहरूले चाहिँ समान अधिकार नपाइरहेको अवस्था छ। एकदमै हो। जस्तै महिलाहरूका यति धेरै समस्याहरू छन्, यति धेरै सवालहरू छन्, यिनीहरूलाई सम्बोधन गर्नको लागि राज्यतर्फबाट बुदागत रूपमा 1, 2, 3 मा केही भएको छ? मैले अघि भनेको जस्तै अवश्य भएको छ। अहिले त छात्राहरूको लागि विशेष शिक्षामा चाहिँ एउटा छात्रवृत्तिको लागि छुट्टै कोटाहरू छुट्याइएको छ। त्यो पनि शिक्षाको तर्फबाट सकारात्मक पहल कदमी हो भन्ने मलाई लाग्छ। 33% महिलाहरूलाई चाहिँ हरेक क्षेत्रमा प्रतिनिधित्व गराउनुपर्छ भन्ने कुरा आएको छ। अनि लोकसेवा आयोगमा महिलाको उमेर चाहिँ नि कति 5 वर्ष चाहिँ नि थप गरिएको छ। त्यो पनि एउटा सकारात्मक उपलब्धि हो भन्ने मलाई लाग्छ। त्यस्तै गरेर अरू क्षेत्रमा पनि अब बिस्तारो चाहिँ समानुपातिक त होइन, समावेशी तरिकाले महिलाहरूलाई चाहिँ नि प्रतिनिधित्व गराइँदैछ। त्यो सकारात्मक कुरा हो, तर त्यति नै पर्याप्त हो भन्ने चाहिँ होइन। त्यो त महिला र पुरुषमा कानुनले भने पनि अझै भेदभाव छ र राज्यले दिएको पनि जुन अधिकारहरू छ यो पर्याप्त छैन। यसलाई बढाउनु नै आवश्यक छ। एकदम आवश्यक छ। राज्यले पनि अझै दिइसकेको छैन। तपाईलाई मैले एउटा उदाहरण दिन्छु, नागरिकताको कुरा। यो 63 सालकै अन्तरिम संविधानमा आमाको नामबाट पनि छोराछोरीले नागरिकता लिन पाउने भन्ने कानुनी व्यवस्था भयो, तर त्यसलाई लागू गर्ने क्रममा सर्वोच्चले फैसला पनि गर्यो। कतिपय जिल्लामा म आफै अहिले सीए मेम्बर भइसकेपछि त्यहाँ जहाँ महिलाहरू नागरिकताको समस्याले पीडित भएका छन् ती ठाउँमा जाँदाखेरि के चाहिँ पाइयो भन्दाखेरि त्यो त एउटा व्यक्तिको हकमा हो, यो समग्रमा होइन भनेर त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू नै कन्भिन्स भएका छैनन्। किन भएका छैनन् भन्दाखेरि यो हाम्रो पुरानो जुन यो सांस्कृतिक सामाजिक मान्यता हो, आमाको नाममा लिनु भनेको एकदम दोस्रो दर्जाको, अथवा पहिलो कुरो त प्रशासनले स्वीकार नै नसकेको अवस्था, आमाको नाममा नागरिकता दिनलाई स्वीकार नै नसकेको अवस्था होइन। अनि अर्को अझ मजाको कुरा,
एकातिर हाम्रो देशमा चाहिँ वंशजको आधारमा नागरिकता पाउने प्रचलन छ भने अर्कोतिर यही देशका महिलाहरूले विवाह भइसकेपछि आफ्नो बाबु वा आमाको नामबाट नागरिकता नपाएर महिला स्वयं आमा नै वञ्चित छन् अनि तिनले जन्माएका सन्तानहरूले कसरी नागरिकता पाउने होला। यस्तो पनि यही देशमा यही ठाउँमा मैले आफैले प्रत्यक्ष गरेर अनुगमन गरेकी छु। भनेपछि हाम्रो सोचै बदल्नुपर्ने मुख्य यही नै रह्यो। एकदमै हो। म अलिकति प्रसङ्ग बदल्छु। तपाईँ एक महिला र एक सभासद महिला पनि। हजुर। यी दुईटालाई कसरी हेर्नुहुन्छ तपाईँ? महिला हुँदाखेरि तपाईँ कस्तो फिल गर्नुहुन्छ र सभासद महिला हुँदाखेरि कसरी फिल गर्नुभएको छ आफ्नो जिम्मेवारीदेखि लिएर अन्य कुराहरूलाई? मैले जानेर नजानेर कहिले पनि महिला हुनु भनेको एकदम त्यो हारेको जन्म मतलब दुखी कर्म भन्ने त्यस्तो खालको समाजमा परिवेशमा म जन्मेँ हुर्किएँ। छोरी जन्मनु भनेकै दुःख पाउनको लागि जन्मिनु भन्ने त्यो समाजलाई फड्को मार्दै त्यस्तो होइन। छोरीको जन्म हारेको कर्म होइन। यो समाजका एउटा समान किसिमका नागरिक हुन् महिला पुरुष अथवा छोराछोरी भनेका भन्ने मूल्य र मान्यता बोकेर म अगाडि आएँ। यो क्रममा धेरै किसिमका सङ्घर्षहरू पनि गर्नु पर्यो। तथापि पनि महिला हुनुको नाताले मैले चाहिँ नि आफूलाई एउटा ह्युमिलेसन हीनता होइन गर्व नै गर्छु।